Hello, namaste, Khambri, Sevaro, Fabulo, and welcome to my YouTube channel, Utsa Khaling Rai. And आजको चाहिँ भेरी एकदम स्पेशल भिडियो हो, भ्लग हो। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ अब म पहिले तपाईहरुलाई ब्याकग्राउन्ड स्टोरी भन्छु ल। अहिले चाहिँ हामी खासमा दार्जिलिङ जाँदैछौँ किनभने आज हामी स्टुडियो गएको। स्टुडियोमा चाहिँ रेकर्डिङ छ मेरो र भाइको टुगेदर चाहिँ फर्स्ट गाना रेकर्ड गर्न आँटेको भजन। फर्स्ट भाइको चाहिँ फर्स्ट हो, मेरो चाहिँ योसँग थर्ड कम्पोजिसन हो। अन्त हामी रेकर्ड गर्न आँटेको एन्ड वी आर गोइङ रिदम रेकर्डिङ्स, वान अफ द मोस्ट रेनाउन्ड स्टुडियोज इन दार्जिलिङ। सरजी एन्ड प्रकाश प्रधानको हो स्टुडियो चाहिँ होइन, त्यहाँ जाँदैछौँ। एन्ड वी हेभ जेम्स एज अ मेल भोइस and Apsana as a male female voice होइन, मेन फिमेल भोइस। सो यसको ब्याकग्राउन्डको स्टोरी चाहिँ यति बिना हुन्छ नि। अब अहिले सोच्दा म अम्बो भन्ने हुन्छ कि किनभने चाहिँ यो गाना हामीले कोभिडको टाइममा कोभिडको टाइममा लेखेको भाइले। अन्त कोभिडको टाइममै मैले अब कोभिडमा पनि मलाई पनि कोभिड भएको थियो। अन्त घर बसी गाना बनाएर लेखालेख त्यसले लेखेर मैले बनाएको। अनि के भएर निकाल्नु खोज्दा अब त्यो पोसिबलै नभएको क्या गाना निकाल्नु। दिन 2021, 22, 23, 24, 25, सो इट्स 5 इयर्स बाद चाहिँ अब फाइनली वी आर गोइङ टु रिकर्ड। एन्ड म्युजिक भिडियो पनि यसको छिटै आउँछ हो। म्युजिक भिडियो पनि निकाल्ने सोचिरहेको छु। एन्ड त्यो 5 वर्ष बाद चाहिँ अब आज फाइनली हामी जाँदैछौँ हो। अन्तखेरि गानाको चाहिँ बोल चाहिँ छ त्रिशित प्राणी, द थर्स्टी सोल है। गानाको कन्सेप्ट चाहिँ भाइले यति मिठासले लेखेको छ कि अब मलाई पनि यत्तिकै त्यो शब्द सुन्दै म एकदम इट्स भेरी इमोसनल हुन्छ नि। अब तपाईँहरूलाई म सुनाउँछु अहिले, बिहाइन्ड द सिन पनि देखाउँछु है। हाउ गॉड लाइक इज अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। इज देयर फर अस भन्ने प्रकारले क्या। अब you need God. Anyway, you need God. You are rich, you need God. You are poor, you need God. You are famous, you need God. You are common, you need God. In every phase of life, in every situation, in every stage, you need God. No. मलाई चाहिँ यीशुको खाँचो छ। सो त्यो कन्सेप्टले चाहिँ मेरो भाइले गाना लेखेको छ यो त्रिशित प्राणी। एन्ड मैले चाहिँ यसमा मेरो आफ्नो कम्पोजिसन हालेको छु, म्युजिक कम्पोजिसन साथै म्युजिक पनि मेरै हो। एन्ड मेरै साथीहरूले गाउँदैछ यो गाना। मेरो सिङ्गर साथीहरू पुरा राम्रो छ। सो त्यही भएर चाहिँ एउटा त जेम्स, एउटा चाहिँ अप्सना, दुईजनाले गाउँदैछ। सो यस, हेर्दै जानुहोस्। अब म तपाईँहरूलाई देखाउँछु। अहिले चाहिँ हामी जाँदैछौँ दार्जिलिङ। जेम्स चाहिँ दार्जिलिङमै छ। सो यहाँबाट चाहिँ म र अप्सना जाँदैछौँ। अहिले यहाँ चिया खानु रोकिरहेको थिएर चाहिँ मैले यहाँ पनि छैन हो। अन्त चाहिँ मैले भनिहालेको नि हो। सो अब यहाँबाट हामी सिधै जेम्सकोमा झर्छौँ। जेम्सकोमा झरेर त्यहाँ प्र्याक्टिस गर्छ हामी पहिला डुएट, 1-2पल्ट प्र्याक्टिस गरेर चाहिँ हामी सिधै सर्कोमा जाने। सो अहिले तपाईँहरूलाई म मेल लिड सिङ्गरलाई भेटाउँछु। सो गाइस, अहिले हामी जेम्सको घरमा आइपुगिसकेको छ। यो चाहिँ जेम्सको रुम हो। अब हामी यहाँनिर प्र्याक्टिस गर्छौँ। यहाँनिर हाम्रो सिङ्गर हुनुहुन्छ, यहाँ हेर्नुहोस्। अब यहाँ तपाईँलाई हामी देखाउने छौँ जेमु। यहाँ हाम्रो मेल लिड सिङ्गर हुनुहुन्छ। यहाँ उहाँको स्वर आज मधुर स्वरले, आज एकदम दुईजनाको मधुर स्वरले एकदम हाम्रो गानालाई भजन एकदम फाड्ने छ भनेर आशा छ हो। प्र्याक्टिस सेसन इज गोइङ अन। One, 2, 3, 1, 2. Isu aja. 1, 2, 3, 1, 2.
हामीले सक्यो प्र्याक्टिस अब हामी जान आँटेको छौँ तर त्यसको अगाडि चाहिँ हामी एउटा रेकर्ड गर्न आँटेको छौँ हो गाना त्यसै कभर गर्न आँटेको मैले त के र यसले गर्छ अन्त यसले गर्छ आज मेरो हल्का सेल्फ स्टिकले Bingo, bingo! So, हामी आइपुग्यौँ सरको स्टुडियो यहाँबाट चाहिँ हामी अब रेकर्ड गर्छ होइन सरको यहाँ चाहिँ कति लाखको चाहिँ सामान होला यहाँ हो स्टुडियो यहाँ हुन्छ हाम्रो रेकर्डिङ सिङ्गर्स आर अल्सो रेडी म्युजिक इज अल्सो रेडी Chakalinga is also ready. Let's go. लैजाउँ जेम्सको छ नि सर सेकेन्डको जेम्सको परेन फर्स्टको यसको खतम यहाँ हाम्रो मल्टी रेनाउन्ड एन्ड मल्टी ट्यालेन्टेड जीवन सर ले यहाँ मिक्सिङ एन्ड मास्टरिङ अरेन्जिङ गर्नुहुँदैछ हाम्रो सर वान अफ द रिनाउन्ड मिक्सिङ मास्टरिङ अरेन्जिङ दार्जिलिङबाट हाम्रो जेम्स बन्तवा राईले गाउनुहुँदैछ त्यो माइक्रोफोन छड्के बसेन अलिक ल ठिकै छ के त्यो मुख ट्र्याक अलिक कम्ती गर ल त्यो ट्र्याक लाउँदैछ ल के गरौँ जेमुले मलाई पैसा माग्छ होला भनेर हो अब एकदमै प्रो हो नि त गीत सिङ्गर होइन अन्त पैसा माग्छ होला भनेर सोचेको थिएँ तर यसले पैसा मागेन मलाई थ्याङ्क यू अरे थ्याङ्क यू जेमु तँलाई कस्तो लागिरहेको छ आजको एक्सपिरियन्स भन्ने मजा आयो दामी आयो अझै बिमारी नभएको भए झन् मजा आउँथ्यो कि रेडी भयो नि अन्त न्यू स्टुडियो फर यु होइन स्टुडियो इज न्यू बट हिज बिन इन दिस प्रोफेसनल सिन्स क्वाइट लङ टाइम तर अब यो स्टुडियो र अब के भन्छ सर चाहिँ यसको लागि नयाँ हो बट अरू त सबै एउटै हो है भाइ सो मैले यसलाई रिक्वेस्ट गरेको थिएँ होइन मलाई म सोच्दैछु मैले यसलाई नै गाउनु लाउँछु भनेर तर मैले यसलाई भनेको चाहिँ थिइनँ जस्तो ट्र्याक स्याकहरू रेडी भयो अन्त चाहिँ मैले यसलाई भनेको अन्त यसले राम्रो गायो मलाई थाहा थियो यसले मेरो एक्सपेक्टेसनमा खरा उत्रियो सो बिचरा त्यस्तो तर अब हार्मोनाइजहरू त्यस्तो सोचेको थिएन हामीले है नर्मल सोचेको थियो तर अब हेब्बी सरले हेब्बी अब सरको एक्सपिरियन्स लायो तेल निकाल्थ्यो सरले तेल निकालिदियो हो यिनीहरूको अन्त राम्रै हुँदैछ अप्सनाको पारी छ हार्मोनाइजको उचाल त मलाई बिर्सेछ भनेर सोचिरहेको थिएँ के भयो सर बिर्सेछ भनेर सम्झिरहेको बिर्सिन्छ हौ तपाईँलाई
2 3 1 2 3 ल फेरि गर ल एकपल्ट ल 1 2 3 1 2 3 आओ भने दुल्हाले दुल्हनीले जाएको जस्तै सुन्नु त उता ठिक छ सर मेलोडीलाई चाहिँ काट्नु भएन है सर म त काट्दिन्छु त्यो त काट्दैनले त्यत्रो दुःख गरेर त्यत्रो दुःख गरेर हार्मोनाइज निकालेको त्यो सुनाउनु परेन मेलोडीलाई त काटिनु चाहिँ सुन्दैन ल आऊ बा हजुर खेला शेष खेला शेष सो गाइस रेकर्डिङ इज डन अब हामी हल्का फोटो खिच्छ फोटो हैन तिमीलाई एउटा म सुनाउँछु नि पर्का यहाँ सरले डल्लै एकपल्ट बनाएर सुनाउँछ सर बनाएर सुनाउँदैन म तिमीलाई मेरो एउटा चिज सरको आफ्नै एउटा चिज सुनाउन थियो गाइज सो सरको सरको तपाईँहरूलाई म सुनाउँछु सुनिदिनुहोस् सर यो चाहिँ गाइज सरको आफ्नै रहेछ अनि म तपाईँहरूलाई पनि सुनाउँदैछु सुन्नुहोस् मुक्तिदाता को प्रशंसा महानीश्वर को हालेलुया हालेलुया यी सिरिजको लाग्यो सर वाओ सो गाइस अब भर्खर सक्यो हामीले चाहिँ कस्तो थियो मजा लाग्यो उसको फर्स्ट हो तर बबाल पनि भयो फेरि फर्स्ट पनि हो प्लस फर्स्ट पनि अब तगडा भइदियो नि त है अब यो सर जीवन प्रकाश सर अब भर्खरको त होइन उहिलेको हो तर अन्त यसको फर्स्ट पनि पऱ्यो प्लस सरको बाहिर तेल निकालिदियो भने जस्तै भयो हो आई होप ऐसे ही मैं बहुत सारी रिकॉर्डिंग्स करूँ कस्तो भयो तेरो एकदम सिरियस मजा आयो जुन कहाँ खानु भएको कहाँ यहाँतिर कहाँ छ म त चिन्दिनँ भाइ जुन बजारै नभए सो गाइस हामी बजार जा रहे भात खाने के लिए यहाँ गाडी पो कहाँ चढ्नु फेरि सो गाइस अहिले चाहिँ म यहाँ पापा र भाइलाई मासु लगिदिँदैछु गोरुको रेकर्डिङ सकेर दिन्छ जस्तो छ थ्याङ्क यू हेलो गाइस सो के भयो भन्दाखेरि चाहिँ आज पुरा पानी पर्यो होइन अन्तखेरि मैले भिडियो गर्नु पाइनँ आधीमै होइन किनभने के भन्छ एक त पुरा पानी पनि पर्यो अन्त त्यही माथि के भयो भन्दा चाहिँ भोक पनि लागिरहेको थियो अन्त फेरि के भयो भन्दा अल्छी पनि लाग्यो अन्त फेरि चार्ज पनि थिएन हो त्यसले गर्दा भिडियो गर्नु पाइनँ अहिले चाहिँ हामी फर्किँदैछु अहिले चाहिँ हामी रोहिणीमा रोकिरहेछ अन्त फर्केको अन्त यहाँ चाहिँ उयो अल्छी लाग्दो भएर सुतिरहेको छ यो चाहिँ यहाँ हेर्न यस भन्दै अन्त हाउ वाज योर डे भन्दै इट वाज गुड बारिश हो के कुछ भी नहीं कर पाए कुछ भी खरीद नहीं पाए I enjoyed a lot. It was your first time. It was your debut song, no? Exactly. So sir was very good to me, to us, you know. And of course, thank you Utsav for this opportunity. keep motivating us, Vanna. Keep right. Keep right. मैं पागल हूँ Keep right, अरे. अरे नहीं. Keep writing this. I didn't wrote. My brother wrote. Oh, okay. जो भी है. Keep composing new songs.
give us more opportunity हैन अरे ओके सो एक्चुली वाइ मैले यसलाई भन्यो भन्दा चाहिँ सी लिटरली सिङ्स भेरी भेरी वेल एन्ड आई अलवेज वान्टेड टु एटलिस्ट वान सङ विथ हर सो अन्त त्यो भयो एन्ड स्पेसली थ्याङ्क्स टु माई डियर मिस अप्सना एन्ड माई फ्रेन्ड जेम्स होइन त्यसले पनि एकैतालमा ल भनेको बिकज हि इज टु बी भेरी अनेस्ट हि इज भेरी प्रोफेसनल एन्ड त्यसले सोहरू मात्रै गर्छ सोहरू गरेर त्यसले त्यहीँबाट अर्न गर्छ एन्ड हि इज भेरी अलिकति काइन्ड अफ फेमस पनि जिटी आइडलमा पनि गएको थियो त्यो होइन अन्त मैले भन्दा चाहिँ एकैतालमा त्यसले हि इज लाइक हि वाज रेडी ल गर्छु भन्ने भयो एन्ड मैले सोचेको थिएँ त्यसले पैसा पनि माग्छ होला भनेर तर पैसा चाहिँ अब त्यसले मलाई मागेन होइन मिठाई ल्याइदिए चाहिँ पुरा भनिरह्यो मिठाई चाहिँ लगिदियो त्यसलाई मैले हो के भन्छ जेम्स चाहिँ अब त्यही प्रोफेसनल भएको कारणखेरि हि वाज लाइक क्वाइट चिल फेमिलियर भनौँ न स्टुडियोजहरूसँग तर यसको चाहिँ अलिकति राम्रो कुरा चाहिँ के भयो भने चाहिँ यसले चाहिँ सिधै एक्सट्रिम भेट्यो नि त पहिल्यै अन्त त्यही पनि यसको लागि चाहिँ राम्रो भयो अब हार्मोनाइज अरे नै 3-4वटा थियो आज भोइस काला फोन पुरा दियो सरले हो अन्त त्यो हुँदाखेरि चाहिँ यसलाई पनि त्यो डिफिकल्ट पनि भयो होला समवेयर फर्स्टमा त यसले अलिकति त्यो फ्लक्चुएट हुँदै थियो बट देन सी कोप्ड अप भेरी वेल I feel very blessed right now because I got a chance to work with well-known पर्सनालिटी yeah. इन द फिल्ड अफ म्युजिक होइन सो गाइस त्यही हो अब चाहिँ हामी घर जाँदैछु बाई गाइस थ्याङ्क यू सो मच फर वाचिङ यति नै थियो अब के कस्तो भयो अन्त अर्कोको लागि पनि रेडी हुनुहोस् बाई भन्दै Bye.